पुरा यता यसलाई छोडेर ताला लगेर गएको चिच्चा गलो गरेर घटाएर आउँछु भनेको त यार। हेलो हाई वेलकम टु माई न्यू ब्लग। सम्पूर्ण मेरा दर्शकहरूलाई मेरो न्यू भ्लगमा चाहिँ स्वागत गर्न चाहन्छु साथीहरू है। आज चाहिँ हामी बुढाबुढी मजाले घट्टु पिना आएको थियो। जान न बुढी घट्टु पिना आएको थियो होइन। ए घट्टुबाट जस पिसेर जाँदैछौँ साथीहरू। अಯ್ಯೋ यहाँ गाँठाले दुखायो यार। घट्टो पारी छ घट्टो पारी घट्टो चाहिँ देख्नुभयो साथीहरू। घट्टो अब मेरो आउँदा सिधा घट्टो छ त्यहाँ है। यहाँ चाहिँ रोड बाटो यहाँ मूल बाटो पनि छ साथीहरू। यहाँ चाहिँ गाडी साडी आउँछ साथीहरू। आजभोलि आएन होइन। बाटो सोरेपछि आउँछ। बाटो नसोरेपछि त कहाँबाट आउँछ र होइन साथीहरू। के गर्नु हो त्यो के गर्नु यता देखाउने ढुङ्गा सजाउने रे मान्छेहरू यार कस्ता छन् यार। ढुङ्गा सजाएर के पाइन्छ यार यस्तो तल पुग्नु पऱ्यो यार राम्रै ढोको यार। ए यस्तो भनेर नाकबाट सेतो लागेको छ मेरो तर केही छैन साथीहरू। अय्या के छ साथीहरू हामी घट्टोबाट घर जाँदैछौँ साथीहरू। अब हाम्रो यहाँ ठ्याक्कै कति 20 मिनट जति लाग्छ। पारे गाउँ भयो हाम्रो दरबारे गाउँ है। ठुलो दरबारे गाउँ घाम लागिसक्यो। हामी चाहिँ घाम नलाग्ने ठाउँमा हिँडिरहेछौँ। चिसो पनि भइरहेछ। साथै घर दुई भाइलाई छोडेर आएको होइन। छोरा र छोरीलाई घरभित्र ताला लगाएर छोडेर आएको साथीहरू। यार के गर्ने यस्तै छ यस्तै छ जिन्दगी। यहाँ त मैले भेरिरहेको छु कि अनि के भने घरमा मान्छे छैन होइन। बच्चाहरू हेरिदिने पुच्चेलाभित्र चाबी दुइटालाई कोठाभित्र चाबी लगाएर छोडेर आएछन् बुढी। म चाहिँ अहिले अगाडि आएर पिसिरहेको थिएँ। बुढी पछि आएको हो। म चाहिँ अगाडि घट्ट कस्तो छ होइन। फेरि बिग्रिएछ भने टनाउँछ भने ठोरै लिएर आएको थिएँ। पछि फेरि फोन गरेर ल घट्ट चाहिँ राम्रो छ लिएर आऊ भनेर अनि बुढीलाई चाबी छोडेर लगाएर आएको साथीहरू। के गरिराख्ने यार तनाव चाहिँ मनले यहाँ आतुरी भइसक्यो मेरो मन। कतिवटा पुलमा रुवाबास चिच्चा कलो छ घरभित्र दुई भाइको। ल को हो यो माथि अनि तल पुछा घर यो त पुछा घरको घर हो यो। माथि अमिर कान्छ त्यहाँ तर गगाउनु घर हो नि यो त। ए ल साथीहरू अब साथी यहाँ बहुत अप्ठ्यारो छ क्या यार। हेर्नु नि साथीहरू यस्तो छ यहाँ। यहाँबाट लडेपछि कहाँ गइन्छ भन्ने कुरा ठ्याक्कै खोलामा पुगिन्छ कि। सानो छ कि बाटो यहाँ सानो बाटो छ। यहाँबाट ट्याक्क लड्यो भने यहाँबाट पुरै सरक्कै गइन्छ साथीहरू। बहुत गाह्रो छ यार साथीहरू। हेलो बुढी छिटो आऊ क्या यार। हेर्नु साथीहरू के गर्ने ए ढुङ्गा घर लिएर राख्ने रे। अब यो ढुङ्गा सजाउने रे। हेर्नु न यो मन्दिर जस्तो छ नि त्यो ढुङ्गा त्यो अनि बुढीले उचालेर लिएर आएको छ के भन्ने। ल छिटो ल साथीहरू हामी आइयो है। बस्ने ढुङ्गा भन्छौँ यसलाई होइन साथीहरू। त्यो चाहिँ हाम्रो घरदेखि ओरा हो। यो चाहिँ बस्ने ढुङ्गामा आइयो। अब यहाँबाट हाम्रो लगभग समथिङ 10 मिनट लाग्छ घर जान अब साथीहरू है। साथीहरू म यहाँ आइपुगेँ त्यो काम भन्छ कहाँ गयो। ओ तिमी कहाँ टेबल जान्छौ? ल ल ल ल बुढिया त्यहाँबाट माथि साग टिप्न जान्छु भनिरहेको छ होइन। म चाहिँ घर जान्छु। बुढिया साग टिपेर आउँछु न ल जस। मैले बारीमा साग छ कि भनिरहेको थियो। ल ल ल छिटो आऊ है। ल साथीहरू म गएँ है। साथीहरू के गर्ने घर केटाकेटी उठ्यो नि के गरे यार।
तना भइगयो नि त ल साथीहरू घर आइपुगेँ है म घर आइपुगेछु साथीहरू म घर आइपुगेँ है अब छोराछोरीहरू के गरे नि साथीहरू हेरौँ है त यस्तो रमाइलो घर रहेछ नि यस्तो रमाइलो ओइ त्यसो गरेन हट केटा पुरा पुरा रमाइलो भएर चाहिँ त्यहाँ चाहिँ यार के भयो छोरो के भयो छोरो रुने होइन है ल मेरो छोरीलाई के भयो ल मेरो छोरीलाई के भयो रोएको रोएको ल हेर त ल हेर मेरो छोरी रोएका हामीहरू घट्टु पिन्नु गएको कि छोरी घट्टु पिन्नु गएर रुनुपर्छ त यस्तरी ल हेर त ल ल ल ल ल ल ल ल नरो ल ल मेरो पिक्चर केटाकेटी हट्टे गरेर छ यार दिरेश किन रोको फोन पनि आयो हेलो ए घरै छु अङ्कल ए होइन हामीले केटाकेटीलाई छोडेर ताला लगेर गएको चिच्चा गलो गरेर घट्टाबाट आउँछु भनेको त यार घट्ट यहाँ जिपेस दुईवटा छोरा त दुईवटा चिच्चा गलो गरेका दुई भाइ ल अङ्कल ल ल ल ल ल ल बाई गरिदियो चुप्प गरिदियो त ल ल माया गरिदियो सबलाई गर कहिलेदेखि रोएको कहिले यिनीहरू अघि नैबाट रोएछन् बिचराहरू बढी स्याक गरिराख्नु बिचराहरू कठै रुने नि छोरी है ल ल ल ल ल सब ठिक हुन्छ ल ल सब ठिक हुन्छ है साथी के गर्ने अब हामी घट्ट गएको थियो साथीहरू है अब के गर्ने अब बुढाबुढी घट्ट गएको थियो अब घट्ट खाने खर्च सकिएको छ के गर्ने घट्ट जानै पऱ्यो है यिनीहरू हामी छोडेर टालासाला लगाएर गएको उनीहरू चिच्चा कलो छ बिचराहरूको तर केही छैन कि केटो है ल मेरो हिरो छोरा होस् त केही गर ल नमस्ते गरिदेऊ ल बहिनी मेरो छोरी ल दुईवटालाई छोडेर ल साथीहरू है यस्तै छ केटा जिन्दगी साथीहरू के गर्ने है यसरी चलिरहेछ हाम्रो जो दिनचर्याहरू अब के गर्ने अब दुःख सुख भन्ने कुरा यस्तै हो साथीहरू सबैभन्दा ठुलो कुरा त खुसी हुन सक्नुपर्छ साथीहरू त्यही हो साथीहरू है ल थ्याङ्क यू सो मच